हाम्रा पालिकाको अध्यक्षज्यूले भाडा एम्बुलेन्सको भाडा तोकेर हाल्नुभएछ। त्यो मैले भर्खरै हेरेँ। हेर्दाखेरि त्यो सबै पढ्दै जाँदाखेरि त सायद त्योमा थोरै पैसा थप्यो भने हेलिकप्टर आउँछ होला क्या। थोरै पैसा थप्यो भने त्यो पैसाले हेलिकप्टर पनि आउँछ होला। एम्बुलेन्सको भाडा जनतालाई सुविधा दिन्छु भनेर ल्याएको एम्बुलेन्स पहिलाको अध्यक्षले ल्याउनु भएको है, जनतालाई सुविधा दिनु पनि भएको उहाँले। अहिलेको अध्यक्षले जनतालाई लुट्न खोज्यायो कि सुविधा दिन खोज्यायो क्या। अब बारीकोटको जनता लाटा छैनन्, अब बारीकोटको युवा लाटा छैनन्। अब बारीकोटको युवाले बुझिसके र बारीकोटको जनताले पनि बुझिसके। त्यही भएर बारीकोटको जनताले पनि के बुझ्नु त कामै छैन भन्न खोज्नु पर्यो कि अब कोलाई चुन्ने र कोलाई अगाडि बढाउने भन्ने कुरा तपाईँको हातको पनि कुरा हो। तपाईँहरूले पनि बुझ्नु पर्यो। यस्तालाई उहाँलेखाको अध्यक्षको अहिलेसम्म काम छैन कि कुनै विकास गर्ने। त्यही पनि हाम्रो 7 नम्बर वडामा त उहाँको खुट्टै टेका त्यो पाइलै टेक्नु भएको छैन, थाहा छैन फेरि है। मलाई पनि थाहा छैन, कसैलाई पनि थाहा छैन। त्यही पनि हामी चुप लागेर बसेका थियौँ क्या। विकास गर्न नसक्यो भने ठिकै छ भनेर चुप लागेर बसेका थियौँ क्या हामी। तर यो एम्बुलेन्सको भाडा देख्दाखेरि त मलाई मात्र होइन, सबै साथीहरूले वीरबहादुरको बारेमा के भन्न धाउनु भयो होइन। त्योभन्दा झन् मलाई बढी बोल्न मन लाग्यो कि सामान्य भइदिए त मैले कति बोल्थेँ कति होला। अहिले टाढा छु होइन, हामी टाढा छौँ। तर पनि मेरो यो भिडियो मार्फत भन्छु, म उहाँलाई पनि यो भिडियो उहाँसम्म पुगोस्, उहाँले पनि हेरोस् होइन। हेरेर बारीकोटको युवाबाट पनि केही कुरा सिक्नुहोस्। उहाँले तपाईँ नेता हुनुहुन्छ, अग्रज हुनुहुन्छ होइन। तपाईँ कुनै कुरा नेतामा तपाईँ पनि भिलेन्स भएको मान्छे हो। तर कुन कुरामा के गर्न पर्छ भन्ने कुरामा तपाईँलाई थाहा रहन्छ होइन। त्यो कुरा हामीले सिकाउन नपरोस्, हामी बारीकोटको युवाले सिकाउन नपरोस्। त्यो कुरा तपाईँले बुझ्नु होला।